यो छाउको लागि हो बोलो यो छाउको लागि हो मुसाले भित्रमा तेल टोक्दैछ पुरा तेल कार्टुनभरि भइछ त्यसले गर्दा पनि सो हेलो गाइज गुड मर्निङ सबैजनालाई सो वेलकम टु माई ब्लग दुकानदारवाला ब्लग है सो सिचुएसन यस्तो छ घाम लागेको छ फिलहाल त आज थोडा लेट भयो किनभने ठुलियामा आउनुभएको छ नेपालबाट मेरो मोबाइल त स्विच अफ थियो भर्खरै लाइट पनि भर्खरै आएको अलिकति अन गरेर सोच्यो कि भिडियो बनाइदिउँ पहिला सो हेर्दा ब्रेकफास्ट पनि आइसक्यो यो चाय सब्जी र रोटी दोकानदारको लाइफै यस्तो लन्च पनि हजुरको दोकानमै हुन्छ ब्रेकफास्ट पनि हजुरको दोकानमै हुन्छ राति दोकान खुल्नेमा त सायद डिनर पनि हजुर हाम्रो दोकानमै हुन्छ होला हैन सो सबै मिलाएर भ्याइयो सामान पनि खतम भयो जस्तो लागेछ आज न त भोलि भाइलाई दोकान पठाउनु पर्यो साह्रै नै सामान कम्ती देखियो अरे भाइ दोकान भएपछि त फुल्लै हुन पर्यो नि यो प्याज पनि महँगो भएको छ 40 रुपियाँ भएको छ अहिले त तपाईँहरूको चाहिँ कति भएको छ कमेन्ट गर्नु हामीले पनि रेट थाहा पाउँछौँ सो गाइज भर्खरै घर आइपुग्यो यार भाइ गयो अब यसो चाय पिनियो थोडा बहुत खाना खानियो त्यहाँबाट निक्लिने म पनि यसो मेगिस कर्नरको लागि त आज नेपालबाट हाम्रो ठुली आमा पनि आइपुग्नु भयो त यहाँ हुन्छ नेपालबाट आइपुग्नु हुन्छ नेपाल कस्तो लाग्यो त हजुरलाई पुरा कालो न कालो भइरहनु भएको छ दौडेर आउनु भएको रहेछ ए यहाँ फुच्चुले खायो भने चाहिँ ल त अब रेडी सेडी हुने हो त्यहाँबाट अर्को दोकान जानु पर्यो यस्तै हो हालत सो स्वागत छ सबैलाई मेगिस कर्नरमा भर्खर आइपुगेको छु म पनि मेगिस कर्नरमा यहाँ भाइले डुङ प्याज काटेको रहेछ मोमोसको लागि म पनि आज जल्दी आइपुगेँ र त ये बोल रहा है कि हिंदी में बात करो तो प्याज काटने का मतलब प्रोसेस इसका ऑलरेडी शुरू हो चुका है मैं अभी पहुंचा हूँ यहाँ पे तो यहाँ फेरि हाम्रो भाइले चिकनलाई बोइल गरेको चिकन हो नि भाइ यो बोइल गर्दैछ त्यसलाई मोमोसको लागि बोइल छाउसको लागि ठिक छ त अलिकति यहाँ चप गरेर राखेको रहेछ है यो छाउ फ्राई राइसहरूमा काम आउँछ सो म मेगिस कर्नर आजको दिन ओपन छ सबैलाई इन्फर्म गरिदिउँ और फटाफट मैले पनि आएँ मैदा गुनम ताकि रेडी गर्नको लागि आराम होस् नि सबैलाई किनभने आज जल्दी खुल्ने भनेको छौँ कि हामीले पनि है सो यो हो हाम्रो चावल जसले हामीले फ्राई राइस बनाउँछौँ ठिक छ मिनी मगुरा सो यही हो चावल कोही फाल्टु चावल छैन बहुत राम्रो चावल छ इन्डिया गेट बासमतीको राइसको हो त हामीले यसैले बनाउँछौँ र ट्याग गर्नु इन्डिया गेटलाई ल जसले अगर कमेन्ट गर्छ उहाँ सबले ह्यासट्याग गर्नु इन्डिया गेटलाई खुसी लागेको रहेछ किन थाहा छैन एकदम मजाको स्माइल दिएको छ रिकी भाइले नि स्माइल दिएको छ आज के हो तिमीहरूको छापाछापीहरू आउनेवाला हो क्या ल खुसी त त्यस्तै छ होइन चल काम सुरु गरौँ मेरो पनि मैदा सो प्याजहरू जस्ट ठिकठाक खतम भइसक्यो भाइ यो धनियाँ चिकन और प्याज यति नै हो भित्र लग्नुभयो हाम्रो गोले दाजुले अब यसलाई पुरा प्रिपेयर गरिदिन्छ अहिले त खालि मुखै लुकाउने हुन्छ खालि के अलिकति हल्का अजिना मोटो आयो त्यसपछि आउँछ यसमा हल्का अलिकति नमक टाक 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 स्वाद अनुसार नमक नि फेरि है त्यसपछि आउँछ यसमा हल्का गोलमरिच हाल्छ कि हाल्दैन अच्छा यो आयो हजुरको हल्का तेल आयो टक्कै तेल आएपछि थोडा मजाको उत्यो हुन्छ कि जुसी टाइपको हुन्छ सो हामीले के सही गर्दैछौँ या गलत गर्दैछौँ कमेन्ट गर्नु ल हामीलाई त लाग्छ कि हामीले सही गर्दैछौँ होइन गोले भाइ गोले भन्ने फेरि कसैको अधिकार छैन खालि हाम्रै अधिकार हो नि फेरि यसको नाम राजन हो मोमो पनि बनायो भ्याइयो यही हो मोमो यहाँ सब्जी पाक्दैछ भाइहरूको और यो भयो मोमो तो मोमो कस्तो लाग्यो तपाईँहरूलाई प्लिज कमेन्ट गर्नु यो सुप हो भइसक्यो सुप त भइसक्यो अरे मोमो पनि अलमोस्ट रेडी छ अब यिनीहरूको खाना पनि पाकिसक्यो म त घरैभरि खाना खाएर अब थोडा बादमा चाय पिउँला भइहाल्छ
यहाँ फेरि भाइले क्या कर रहा है भाई अभी? पूरा कटिंग, सब्जी रेडी है। पूरा सब्जी रेडी। यो छाउको लागि हो, छाउ के लिए नहीं है तो आप एक बार नेपाली बोलो, यो छाउको लागि हो बोलो। यो छाउ को लागि हो। भाइले पनि नेपाली सिकिसकेछ। अब झाडु मार्न पर्यो, झाडु पनि मारिदिइहालौँ फटाफट, किनभने टाइम पनि भइसकेको छ खुन्नको लागि। सो अलिकति साफ सुथरा गरेर राखेर मजा आउँछ नि। खानासाना खाएपछि अब ट्याक्कै केटोले मलाई चाय बनाइदियो। भाइ यहाँ छ, चाय बनाइसकेर चिनी हालेर, धेरै चिनी नहाल भाइ भनिरहेको थिएँ अस्तिपट्टि। सो गाइस सब कुछ रेडी छ, मोमो पनि रेडी छ, ड्रमस्टिक पनि रेडी छ, भाइले फ्राई गरेर राखिदिएको रहेछ। सब कुछ यहाँ काटाकुट गरेर सब कुछ रेडी छ। त अब हाम्रो काम के हो भन्दा चाय पनि टक्लाक्कै भाइले मिठो चाय बनाए जस्तो छ। चाय पियौँ। कस्तो लाग्यो ब्रो खाना? थ्याङ्क यू सो मच है। जिपे फेरि आइटम्स के अझै एड गर्दै जान्छ नि। अहिले मार्चबाट सुरु गर्छौँ। अस्ति भर्खरै खुलेको हो, एक महिना भयो। एक महिनै भयो। हामीले धेरै आइटम एड गरेको छैन। पहिला खानाको रेसिपी राम्रो गरौँ भनेको क्या, मान्छे उसलाई अगर राम्रो लाग्यो भने नि आफै आउँछन् भनेर। तिमीलाई राम्रो लाग्यो मतलब? अरे दामी छ ब्रो। सो गाइस मेरो पनि टाइम भयो निक्लिने। टाइम बस्छ 6 बजे, त मलाई अर्को सप जानुपर्छ। त मेरो रिप्लेसमेन्टमा आएको छ मिस्टर रिकी। मिस्टर रिकी अब बस्छ यहाँ 9 बजेसम्म। 9 बजेसम्म रिकी छ। त्यसपछि हाम्रो भाइ पनि छ सेफ, यहाँ छ यही सेफ हाम्रो गोले भाइ यहाँ छ। पुरा मोबाइलमा बिजी छ त्यो। कस्टमर आएपछि फेरि एकदम एट्र्याक्टिभ हुन्छ नि फेरि यो। त अब ट्याक्कै चाय पिने हो। त्यहाँदेखि मैगिस कर्नर, हाँ कड़क चाय हो ये हाम्रो दोकानको कड़क चाय। और बहुत राम्रो रिभ्यू दिएको छ कस्टमरले, बहुत मजा आयो, तपाईँले हेर्नुभयो होला। सो अब यहाँबाट चाय पिएर म कड़क्कै निक्लिन्छु। भेटौँ ल हजुरलाई। पहिला म घर जान्छु, त्यसपछि सपमा आउँछु। घर गएपछि हजुरलाई दोबारा भेटिन्छु। सो गाइस भर्खरै घर आइपुगेँ। यी ह्यान्ड ग्लोभ्स पनि खोलेको छैन। यसो हेरेको त श्रीमतीले त मजाले मासु बनाउँदै हुन्छ। बढिया बढिया बढिया। उसको मासु एकदम साह्रै मनपर्छ अरे घरको मान्छेलाई, यसले उसलाई एकदम त्यसै माथि ए के भर्खरै उठिदिनु कि यो सुतेर, त्यही भएर। चल अब हाम्रो पनि चाहिन्छ यहाँ। ए यिनले बर्थडे पार्टीमा जाने अरे। अब बर्थडे पार्टीमा जान्छ तिमी? वाओ बेबी, नाना खै, बेबी खै भित्र छ? अच्छा। सो हेलो गाइस, स्वागत छ हजुरलाई यो सपमा आने बित्तिकै हेर के देख्न पाउँछु। मुसाले भित्रमा तेल टोक्दैछ, पुरा तेल कार्टुनभरि भइछ। त्यसले गर्दा पनि अलिअलि चामलमा लागेछ। धेरै त केही पनि भएको छैन चामलमा, तर अलिअलि मुसासँग वाक्कै परिसक्यो रे भाइ। दुनियाँभरको काम परेको छ यता पनि। पुस्ता हटाउ, जो गर त्यो गर यार, दिमागै खराब हुन्छ नि त। पुरै चत्रङ मत्रङ्गै छ। साँझको सिचुएसन यस्तै हुन्छ यहाँ त। सुनसान छ। आज शुक्रबारको दिन। जति सेल हुने टाइमिङ हो 4 बजेवटी 8, 4 बजेको 8 भएपछि त्यसपछि 8 बजेपछि कम्ती मतलब एका दुक्का कस्टमर आउँछ, किनभने रेसिडेन्सियल महल छ नि, त्यो यस्तो छ यता। थाकिन्छ अरे कोही टाइममा नि हैरान परिन्छ साँच्चीमा। कस्टमरको सम्हाल्दा एउटा कस्टमरलाई यो दो, एउटा कस्टमरलाई त्यो दो। भाइ पनि बिहानैवटी बसेको हुन्छ, त्यो भन्छु कि जाऊ त गरेर अलिकति रेस्ट गर होइन। पुरा ज्यान च्यान त्यो हुन्छ। भिडियो त कहाँ बनाउने, मैले सोच्दैछु अब स्ट्यान्ड लिएर यता राख्छु ताकि भिडियो पनि क्याप्चर होस्। तर कति कस्टमर मान्दैनन्, त त्यही भएर झमेला लाग्छ। अहिले दुनियाँभरको सामान भए तर पैसा होइन, अलिकति टाइम लाग्छ, किनभने बाँकी दुनियाँभरको सामानहरू जान्छ तर बाँकी जान्छ। यहाँ पनि छ, बाँकी नगयो भने त के दोकानमा बसेको फाइदै छैन जस्तो लाग्छ। बाँकी त दिनै पर्छ होइन। टाइम त भइसकेको छ, 8:30 भएको छ बल्ल भाइ। अब कतिखेर 10 बज्छ, मलाई त कोही टाइममा यस्तो लाग्छ कि कतिखेर 10 बज्छ। ज्यानहरू पुरा थाकिन्छ। बिहान खोल, फेरि उताको दोकान जाऊ, फेरि यहाँको दोकान आऊ, के गर्ने यस्तै हो। दोकान देख्दा मजा आउँछ, सोच्दाखेरि मजा आउँछ कि गरिन्छ भनेर, तर जब गर्न पाइन्छ तब हालत खराब हुन्छ। सामानहरू पनि सकिएको छ।
खुसी लाग्छ समरहरू सकेको देख्दाखेरि तर फेरि क्यासमा देख्दा फेरि दुःखी लाग्छ किनभने बाँकी गएको हुन्छ त क्यास आउँदैन थोडा अलिकति मतलब अलिकति स्याड जस्तो टाइपको फिलिङ लाग्छ फेरि आउँछ है भनेर अलिकति मनलाई बुझायो त्यसपछि फेरि काम गऱ्यो सो गाइस सबै पनि गऱ्यो थोडा आज क्रिकेटको लागि भिडियो अलिकति पज भयो त अब हजुरहरूलाई भेटौँला भोलि